नमस्ते अनि स्वागत छ हजुरहरु सबैलाई टोन्डे पासाको नयाँ भिडियोमा। यहाँ हजुरहरुले देख्न सक्नुहुन्छ धेरै सामानहरु छ। अब यो कसको लागि हो अनि के छ त यो सामान यो भित्र हैन, त्यो पनि म भन्ने छु। अनि यो सबै चीज चाहिँ हाम्रो एउटा दाइको लागि हो। उहाँले चाहिँ हामीलाई नै दाइ भन्नुहुन्छ। 32 इयर्सको हुनुहुन्छ अनि डिफरेन्टली एबल हुनुहुन्छ। उहाँले चाहिँ टिकटकमा लाइभ गर्नु हुँदो रहेछ अनि टिकटकको लाइभको दौरानमा चाहिँ उहाँले भन्नुभएको थियो कि मलाई एउटा लाइभ गर्नको लागि पीसीको जरुरत छ, 60,000 समथिङ या 80,000 कति चाहिएको छ भन्दै हुनुहुन्थ्यो। अनि त्यो भिडियो हामीसम्म आइपुग्यो अनि हामीले निदो गर्यौं कि यो त दिम हैन। तर अब दिदा मात्र उहाँलाई अब मान्छेले चिनेन, थाहा पाएन उहाँको बारेमा भनेपछि त उहाँले जो गर्नु खोज्नु भएको त्यो कुनै अर्थ नै रहँदैन भनेर हामीले यो भिडियो मेन बनाउनको पर्पस चाहिँ हामीले पिसी दिँदैछौँ या यो सामान दिँदैछौँ भनेर मात्र होइन कि उहाँलाई पनि तपाईहरुलाई उहाँको बारेमा थाहा होस् अनि हजुरहरुले पनि उहाँलाई गरी खान्छु भन्ने मान्छेलाई हजुरहरुले पनि सपोर्ट देखाउन सकुन् या हजुरलाई पनि उहाँको बारेमा थाहा होस् भनेर हो। अनि उहाँले चाहिँ टिकटकमा लाइभ गर्नुहुन्छ, हजुरहरु गएर चाहिँ सपोर्ट देखाउन सक्नुहुन्छ हैन। अनि यो पनि हाम्रो एउटा पहल हो जसले गरी खान खोजेको छ, आफैले गर्न खोजेको छ, आफ्नो फ्यामिलीलाई हेर्न खोजेको छ हैन, केही गर्छु भन्ने सोचेको छ। उहाँलाई हाम्रो तर्फबाट सपोर्ट हो। अनि हजुरहरु भ्युअर्स भएर पनि अब उहाँको कन्टेन्ट रुचाउनुहुन्छ, उहाँले लाइभ गर्दाखेरि रमाइलो मान्नुहुन्छ भने चाहिँ हजुरहरु पनि गएर उहाँलाई सपोर्ट देखाउन सक्नुहुन्छ हेरेर हैन। अनि कसैले फाइनान्शियली सक्नुहुन्छ भने चाहिँ फाइनान्शियली पनि गर्न सक्नुहुन्छ। अब हामी यो सबै सामान लिएर उहाँलाई एउटा सरप्राइज टाइपको भिजिट दिन जाँदैछौँ, उहाँको घर नै जाँदैछौँ। ल अहिलेलाई जाम्नु त हैन। अनि यो गाडी जुन देखिराख्नु भएको छ यो हाम्रो विशाल भाइको यति सानो उमेरमा यस्तो राम्रो प्रगति गरेछ। बधाई छ यार भाइ। थ्यांक यू। अनि के रे मैले चाहिँ अब अहिलेसम्म गाडी त जो गर्न सकेको छैन, एउटा घरको सपना थियो। घर चाहिँ जसो तसो गरेर भएको छ। अब गाडी पनि अब बिस्तारै अब हेरौँ कहिलेसम्म गर्न सकिन्छ हैन। ल फाइनली हामीहरू चाहिँ रामदाईको घरमा आइसकेको छौँ। अनि यहाँ हामीलाई चाहिँ खाताद्वारा स्वागत गर्नु भएको छ। नमस्ते, मैले राम खतिवडा र हजुरले मलाई चिन्नुहुन्छ होला सायद, धेरैले नचिने थोरैले चाहिँ चिन्नुहुन्छ होला। मैले एउटा गेमहरू लाइभ स्ट्रिम गर्छु टिकटकमा र म चाहिँ गेम खेल्छु फ्री फायर। कति वर्ष भयो खेल्दै गरेको? 5 वर्ष भयो त। 5 वर्ष? वाह, हिपहप छ? हिपहप छैन दाइ। साकुरा छ? साकुरा छैन दाइ। त्यस्तो गोल्डन क्रिमिनल छ? गोल्डन क्रिमिनल छैन, एउटा मात्र छ क्रिमिनल। छ क्रिमिनल? कुन? ब्लू क्रिमिनल? ग्रीन ग्रीन क्रिमिनल? ए नाइस। ग्रीन क्रिमिनल त सबैभन्दा रेयर हो नि। अझै थाहा छैन तपाईँलाई? तपाईँले पनि पछि ए यो के हो? सानो गिफ्ट छ। ए नाइस। मलाई जहिले पनि गिफ्टहरू पाउँदाखेरि चाहिँ एकदमै खुसी मिल्छ। सानो होस् जस्तो होस्, गिफ्ट चाहिँ आफूले किनेको भन्दा पनि धेरै खुसी लाग्छ। देखाम, म अहिले देखाउन मिल्छ? योमा त लेखेछ त म फ्री फायर प्लेयर हो, तर पबजी स्ट्याचु लेखेछ योमा। हो साथी। ल के थाहा पबजी पनि पछि होइन खेल्न सकिन्छ कि होइन? ल के रहेछ म खोलेर देखाउँछु है। ए लेखेको मात्र हो? नाइस। नै लेखेको मात्र रहन्छ। साँच्चीकै पनि पबजीको स्ट्याचु रहेछ। नाइस। तर मलाई मन पर्यो। यसको नाम के रे? त्यो पबजीमा हुन्छ नि त्यो एडम जस्तो पबजीको यो के रे डिफल्ट क्यारेक्टर। दामी छ यार। यो प्यान रहेछ, AK-47 होला गन। AK-47 रहेछ। कपाल त मेरो जस्तै रहेछ। ए कपाल हेर त, कर्ली टाइपको। नै ठिक छ, दामी लाग्यो मलाई। ए कपाल कपाल त पुरै होइन मेरो जस्तो रहेछ। थ्याङ्क यू, धेरै धन्यवाद। मलाई मन पर्यो, कस्तो राम्रो। म सधैँ राख्छु है ल यसलाई, मसँग सधैँ हुनेछ। ल योबाट हाम्रो पबजीको सुरुवात हुनसक्छ है। पबजी हजुरहरूले हेर्नु भएको छ भने होइन? नै मलाई मन पर्यो, मलाई एकदम मन पर्यो। हो नि, यस्तो त हामीले एक्सपेक्टै गरेको थिएन। मलाई त एकदमै खुसी लाग्छ गिफ्ट पाउँदा। अनि तपाईँले अहिले कुन बन्डल लिएर खेल्नुहुन्छ प्रायः जसो? मैले नर्मलै खेल्छु।
मोबाइलमै खेल्नुहुन्छ है? हजुर खेल्दाखेरि कसरी खेल्नुहुन्छ? प्रब्लम हुन्छ कि नि हजुरलाई? अलिअलि हुन्छ तर त्यति खास हुँदैन। अलिअलि हुन्छ? हजुर कस्तो खतरा खेल्नुहुन्छ हजुरले? ठिकठाकै। ठिकठाकै? हजुर यो भाइलाई 1 vs 1 मा हराउन सक्नुहुन्छ कि नि? खै खेलेको हाँ? खेलेको त छैन। उसले पनि त्यति खेल्दैन उसलाई हराउनु ल। अहिले कस्टम भर्सेस गर्नुपर्छ है त। हुन्छ मलाई त हराइदिनुहुन्छ, म अहिले भर्खरै प्र्याक्टिस गर्दैछु म त नुब्डा। नै मोबाइलमा के? मोबाइलमा त मलाई हराइदिनुहुन्छ। मोबाइलमा त सक्छ होला सायद। सक्दिनुहुन्छ? म प्र्याक्टिस गरेर फेरि गर्छु नि त, फेरि तपाईँलाई बदला लिन्छु नि फेरि। ल हजुरको सेटअप देखाउनु नि त कसरी गर्नुहुन्छ लाइभ वगेरा। म त खेल्न चाहिँ यसरी खेल्छु। मैले कति आजको म्याचमा नि कान्छा वाइट आउनु भएको थियो कि के हो तपाईँलाई मारेर इमोट देखाउँछ त त्यो? उठाउ बेटा टिमअप गर्नु ए टिमअप गरेको? चिनेर ए मलाई चिनेर? चिन्नु भएको थियो नि त। ए खै लास्टसम्म जाऊँ त? पाक्नु। जित्नुभयो कि के भयो यो म्याच? हार्यो नि। ए रोक्नु, तपाईँलाई लगेर म एक दिन गेम जिताउँछु। ओके ल अब चाहिँ हामीहरू यो सेटअपलाई रिप्लेस गरेर नयाँ पिसी सेटअप गर्नेछौँ अनि उहाँले पिसीबाट लाइभ आरामले गर्न सक्नुहुन्छ होइन है? राम दाइ अब सेटअप गरौँ होइन त? हुन्छ ल अब मजाले लाइभ गर्ने त्यसपछि अनि हुन्छ धन्यवाद। कहाँ गरौँ पिसी सेटअप भन्नु त? कहाँ गर्दा ठिक होला? यहाँ राखिदिउँ पिसीलाई? मलाई सजिलो यहाँ माथि होइन? हजुर। त्यहाँ माथि राखिदिन्छु पिसीलाई होइन? ल ठिक छ। हुन्छ दाइ। त्यसलाई पनि पावर केबलमा जोड्नु, त्यहाँ पावरमा जोड्नुपर्छ अनि यो दुइटालाई डिस्प्ले दिनुपर्छ क्या। यहाँ हेर्नु सक्नुहुन्छ सेटअप रेडी भइसकेको छ अनि त्यहाँ मोबाइलबाट पिसीमा कनेक्ट भएर लाइभ हुने सबै भइसकेको छ। टिकटक स्टुडियोबाट लाइभ गर्न मिल्ने पनि भइसकेको छ अब सबै। हजुरले के फेस क्याम पनि गरेर गर्ने हो? खै फेस क्यामको लागि सायद अझै डिफ्रेन्टली गर्नु, पछि सोच्नु। डिफ्रेन्ट तरिकाले गर्न मिल्छ। अहिले चाहिँ यो ल्यान्डस्केप यस्तो मोडमा भएको छ तपाईँले भर्टिकल पनि गर्न मिल्छ, दुइटै जुन चाहनुहुन्छ त्यही होइन? अब केही हदसम्म सजिलो हुन्छ होला, क्वालिटी आउँछ होला। क्वालिटी लागि अनि प्लस अब गेममा माइक अन हुनु। हजुरले कुन टाइममा लाइभ गर्नुहुन्छ? मैले 12 बजीदेखि। राम गेमर भनेर रहेछ है हजुर तपाईँको, तर एफओ गेमर 69 भन्यो भने पनि आउँदो रहेछ हजुर है। अनि अघि खै त हजुरले मलाई टी सर्ट देखाउनु भएको थियो, कहाँ छ टी सर्ट? उहाँको टी सर्ट पनि रहेछ एफओ गेमर 69 भनेर। त्यो टी सर्ट लगाएर हेर्नु पऱ्यो कस्तो देखाउँदो रहेछ। ए हो ल अहिले लिऊँ ल, अहिले लगाऊँ ल, केही भएन। भाउजू आउनु त हजुर, यहाँ आउनु त। भाउजू र उहाँको त अनि के अरे लभ म्यारिज रहेछ नि त, हजुर जीवन साथी हजुरको होइन? जीवनभरको लागि साथी भयो नि त। कसरी लभ परेको नि हजुरहरूको भन्नु त? हाम्रो चाहिँ गेमबाट। गेमबाट? हजुर हजुर पुरानो प्लेयर कि दाइ? हजुर कति वर्ष भयो खेल्न लागेको? ए 5 वर्ष हुन्छ, तर अलिकति पुरानो उहाँ। कसरी लभ परेको भन्नु त थोरै? गेम खेल्दाखेरि रोक्ने यो राख्छु म सुनिँदैन तर। ल भन्नुहोस् त। हाम्रो लभ परेको चाहिँ गेमबाटै हो। गेमबाट? हजुर टिजिआर मोटे भन्ने आइडी चलाउनुहुन्छ उहाँको भाइले। उहाँको भाइले? नै टिजिआर मोटे मोटे त चिन्छु मैले, मोटे भाइ हाम्रो। युबी मोटे दाइको आइडी अर्कैले चलाउनुहुन्थ्यो। ए उहाँसँग रिलेसनसिपमा थिएँ म। ए उहाँले फेरि धेरै नराम्रो गाली गर्ने अनि म बोल्न छोडेको थिएँ। अनि त्यतिखेर उहाँले भेटाइदिनु भएको थियो उहाँसँग। अनि उहाँसँग भेट्दाखेरि अनि फेरि खेल्दै बोल्दा बोल्दै अनि लभ परेको। उहाँसँग खेल्दै बोल्दै हजुर के चिज उहाँको एकदमै राम्रो लाग्छ? उहाँको बोली चाली है राम्रो छ। त्यही बोली चाली राम्रो भएर लभ परेर। कस्तो राम्रो गर्नुहुन्छ बिहेभियर उहाँले? राम्रो गर्नुहुन्छ। हजुरलाई चाहिँ के राम्रो लाग्छ भाउजूको? मलाई उहाँको केयर गर्ने बानी, केयरिङ बानी हरेक चिजमा केयर गर्नुहुन्छ क्या। ए अब कहिले अब खाना खाँदैन नि त, हजुर अब भोक लाग्दैन अनि खाऊ कि खाऊ भनेर कर गर्नुहुन्छ, लास्ट केयर गर्नुहुन्छ क्या यही चिजमा। हो त्यो खाना चाहिँ नखाने बानी चाहिँ नराम्रो हो नि फेरि। होइन त खाना चाहिँ खानै पर्छ आफूले मन नलागे पनि। भोक लाग्दैन अनि खाने मन लाग्दैन क्या। खानै नखाने त्यो दिन कि एकछिन पछि खाने? एकछिन पछि। ए त्यो त ठिक हो फेरि त, त्यस्तो त म पनि गर्छु हरेक दिन मलाई पनि खाना खाऊ भन्छ, म एकछिन पछि खान्छु। कुचुर मुचुर खाइरहन्छ त्यही। कुचुर मुचुर हो। म त धेरै भाग्यमानी छु किनभने म जस्तो मान्छेलाई
साथ दिन म आउनुभयो है धेरै खुसी छु अब अहिलेको जेनेरेसनमा ए यस्तो मान्छेलाई साथ दिने मान्छे आउनुहुन्न होइन हो नि जो कि उहाँले मलाई साथ दिनु आउनु भएको छ साँचो माया गर्ने मान्छे हुनुभयो भाउजू हुनुभयो हजुर म धेरै खुसी छु उहाँको माया पाएर अनि खुसी लाग्यो आज भेट्नु पाएँ हो। त्यसको लागि धन्यवाद दाइ धन्यवाद अब के कुन टाइममा लाइभ गर्नुहुन्छ हजुरले हजुरलाई अडियन्सले भ्युवर्सले कति बेला हेर्न पाउँछ त अब भिडियो चाहिँ म ठ्याक्कै 12 बजे हाल्छु अनि भिडियोहरू पनि हाल्ने अब भिडियोहरू सधैँ हालिरहेको हुन्छु 12 बजे भाउजूसँग टिकटक बनाएर हाल्नु न हाल्नुहुन्छ कि नि हाल्छु नाइस मेरो आइडीमा मात्र हाल्छ हजुरको आइडीमा पनि हाल्नु न अनि फ्री फायर सँगै खेलेको हाल्नु भर्सेस गरेको हाल्नु हजुरले पनि खेल्नुहुन्छ होइन हजुर नाइस हजुरले पनि लाइभ गर्दा हुन्छ नि त अब यही सेटअपबाट अब दाइले नगरेको बेलामा होइन त्यो गर्दा हुन्छ त्यो गर्दा पनि हुन्छ तर अनि एउटैमा स्टिक नहुनु होला अब यो पिसी छँदैछ नि त तपाईँले डिफ्रेन्ट कुराहरू ट्राई गर्न सक्नुहुन्छ के हुन्छ नि एउटैमा ध्यान नदिने के एउटा ग्रो नभए के थाहा अब तपाईँले योमा टाइम दिनुभयो सोचेको जस्तो भएन नहुन पनि सक्छ होइन त्यही भएर अरू चिजहरू पनि अल्टरनेटिभ टिकटकमा मात्र लाइभ नगरेर फेसबुकमा युट्युबमा पनि या फ्री फायरको मात्र नगरेर हुन्छ नि त्यो अरू टाइपको कन्टेन्ट टाइपको या भाउजूलाई केही गर्न पनि दिने त्यो तरिकाले होइन त्यस्तरी गर्नु न ल हजुरलाई अल द बेस्ट जे पनि गर्नुहुन्छ भाउजू हजुरलाई पनि अल द बेस्ट अनि धेरै माया गर्नुहुँदो रहेछ खुसी लाग्यो अहिलेको के अरे जेनेरेसनमा या अहिलेको के भन्छ जमानामा यस्तो साँचो माया पाउन अलिक गाह्रो हुन्छ त्यो पनि म जस्तोलाई होइन जस्तोलाई भन्ने कुरा भएन माया साँचो माया गर्ने मान्छे पाउनु गाह्रो हुन्छ माया गर्नुहुन्छ भगवानले जे हो माया भनेकै सब थोक हो हजुर ल त्यही पनि हजुरहरूलाई हजुरको जर्नीलाई अहिले भर्खरै छोरी भएको छ होइन ल सबैको लागि राम्रो शुभकामना छ है ल राम्रो होस् फलिफाप होस् होइन म त सानो उमेरको भयो नि त मैले के आशिष भन्दा पनि मैले राम्रो चाहनेमा विशेष छ हजुरहरूलाई तपाईँ धेरै राम्रो हुनुहुन्छ भएन भिडियोलाई एन्ड गर्नुभन्दा पहिले हजुरहरूलाई केही कुरा भनिहालौँ आज यहाँ आएर मलाई एकदमै खुसी फिल भयो राम्रो लाग्यो होइन अनि आफ्नो पुरानो दिनहरू पनि याद आयो दुःखको दिनहरू होइन दुःख गर्दा त्यसरी लाइभ स्ट्रिमिङ गर्दा सुरुमा स्टार्टिङमा होइन त्यो कुरा पनि हामीले गऱ्यौँ अनि उहाँहरूलाई पिसीहरू यो सबै कुराहरू दिँदाखेरि उहाँहरूको रियाक्सन एकदमै प्रिसियस थियो सबै कुराहरू हामीले क्याप्चर गर्न त पाएनौँ तर उहाँहरू खुसी हुनुहुन्थ्यो अनि अब भिडियो एन्ड गर्नुभन्दा पहिले हामीले यो सपोर्ट हाम्रो तर्फबाट देखाएको छौँ यहाँ हजुर उहाँको क्युआर सेवा आइडी सबै कुरा छ तपाईँहरूले आफ्नो तर्फबाट जुन सपोर्ट देखाउन सक्नुहुन्छ गर्नु होला होइन अनि जुनले फाइनेन्सियली गर्न सक्नु हुँदैन भनेपछि एज अ भ्युअर भएर पनि हजुरहरूले उहाँको टिकटक जुनसुकै प्लेटफर्ममा उहाँले लाइभ गर्नुहुन्छ या भिडियोजहरू अपलोड गर्नुहुन्छ उहाँहरूलाई गएर सपोर्ट देखाउन सक्नुहुन्छ अनि हामीले पनि डिस्क्रिप्सनमा पनि राखिदिन्छौँ उहाँहरूको आइडीहरू सबै होइन नमस्ते यो भिडियो हेरेकोमा अनि सपोर्ट गरेकोमा धन्यवाद मलाई पनि सपोर्ट गरेकोमा धेरै धन्यवाद म सधैँ आभारी छु